सुरु कर। आदरणीय प्रधानाध्यापक जी र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण गुरुवर्ग तथा मेरा प्यारा साथी भाइ बहिनीहरू, मेरो व्यक्तित्व तर्फबाट सादर नमस्कार। मेरो नाम ऋषभ पालो, म कक्षा 10 मा पढ्छु। म आज नेपालको 13 वटा राष्ट्रिय निकुञ्जहरूको नाम र तिनीहरूको स्थापना क्षेत्रफल र स्थान भन्न गइरहेको छु। कृपया भाइ बहिनीहरू ध्यान दिएर सुनिदिनु होला, अनुरोध गर्दछु। नम्बर 1, सेफोक्सोनो राष्ट्रिय निकुञ्जको क्षेत्रफल 2712 वर्ग किलोमिटर छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2040 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज डोल्पा जिल्लामा अवस्थित छ। नम्बर 2, लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रफल 1710 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2032 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ। नम्बर 3, मकालुवरुण राष्ट्रिय निकुञ्जको क्षेत्रफल 1500 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2049 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज सङ्खुवासभा जिल्लामा अवस्थित छ। नम्बर 4, सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रफल 1148 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2032 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज सोलुखुम्बु जिल्लामा अवस्थित छ। नम्बर 5, बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल 968 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2032 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज बर्दिया जिल्लामा अवस्थित छ। नम्बर 6, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल 952.63 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2030 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज चितवन, मकवानपुर र नवलपरासी र पर्सा जिल्लामा अवस्थित छ। नम्बर 7, छायानाथ राष्ट्रिय निकुञ्जको क्षेत्रफल 843 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2082 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज मुगु जिल्लामा अवस्थित छ। नम्बर 8, पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल 627.37 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2040 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज पर्सा, चितवन र मकवानपुर जिल्लामा अवस्थित छ। नम्बर 9, बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल 550 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2066 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज बाँके, सल्यान र दाङ जिल्लामा अवस्थित छ। नम्बर 10, शुक्लाफाटा राष्ट्रिय निकुञ्जको क्षेत्रफल 305 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2031 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज कञ्चनपुर जिल्लामा अवस्थित छ। नम्बर 11, खप्टर राष्ट्रिय निकुञ्जको क्षेत्रफल 225 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2042 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज बझाङ, डोटी, अछाम र बाजुरा जिल्लामा अवस्थित छ। नम्बर 12, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको क्षेत्रफल 159 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2058 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ। नम्बर 13, रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल 106 वर्ग किलोमिटर रहेको छ। यो राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्बन्ध 2032 सालमा भएको हो। यो राष्ट्रिय निकुञ्ज मुगु र जुम्ला जिल्लामा अवस्थित छ। थप म अझ 4वटा केही बुन्दाहरू भन्न चाहन्छु। नेपालको सबभन्दा पहिला स्थापना भएको राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज हो। नेपालको सबभन्दा ठुलो राष्ट्रिय निकुञ्ज सेफोक्सोनो राष्ट्रिय निकुञ्ज हो। नेपालको सबभन्दा सानो राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज हो। तराई क्षेत्रको सबभन्दा ठुलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज हो। हस्त, धन्यवाद।